नमस्कार अनि हार्दिक स्वागत छ। सदाझै आज पनि एउटा मनछुने प्रेम कथा लिएर उपस्थित भइसकेको छु। मित्र, यतिखेर तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? जे जस्तो अवस्थामा रहे तापनि तपाईँ हाँसिरहनुहोला, खुसी रहनुहोला भन्ने शुभकामना दिन चाहन्छु। आज कसैको जन्मदिन परेको होला, उहाँलाई जन्मदिनको लाखौं लाख शुभकामना दिन चाहन्छु। यति भन्दै म आफ्नो कथालाई सुरुवात गर्न गइरहेको छु। तपाईँ भने सुन्दै गर्नुहोला। कथा यहाँबाट सुरु हुन्छ। मित्र, भ्यालेन्टाइन डे अर्थात् जुन वर्षभरिको मनपर्ने केही मेरा दिनहरू, म स्वीकार गर्छु कि यो पश्चिमी संस्कृतिको प्रभाव हुन्। यसले युवाहरूलाई बिगारिरहेका मात्र छैनन्, यसले हाम्रो संस्कृतिलाई पनि नष्ट गरिरहेका छन्। तर यो एक सप्ताह जति प्रेम लिएर आउँछन्, मलाई लाग्दैन कि वर्षको अन्य दिन यस्तो हुन सक्छन्। कति सुन्दर हुन्छन् यस दिन प्रेमको अनुभूति। जसको साथमा प्रेम छ त्यसले उसलाई विशेष महसुस गराइरहेका हुन्छन्, र जसको साथमा प्रेम हुँदैनन् त्यसले ओरपर प्रेम खोजिरहेका हुन्छन्। बाल्यकालदेखि नै हामी दुईजना एउटै बस्तीमा बस्ने गर्दथे। मैले बाल्यकालको त्यो दिनलाई अझ पनि बिर्सेको छैन। जब म उसँग सानो छँदा घर घर वा लङ्गडा खुट्टा नखेलेको होस्, हाम्रो घर एकअर्काको आम्ने सामनेमा थियो। हामी बिहान उठ्ने बित्तिकै एकअर्काको घरमा जाने गर्दथ्यौँ। कहिले बिहानीको ब्रेकफास्ट, दिउँसो र बेलुकाको खाना, कहिले फरक फरक खालका खेलहरू र कहिले पढाइ, यी सबै कुराहरू हामी सँगै गर्ने गर्थ्यौँ। कहिले उसको घरमा त कहिले मेरो घरमा। हामीलाई तेस्रो पक्षको कुनै आवश्यकता नै पर्दैन थियो। हामीले सँगै स्कुल र कलेज पनि पढेका थियौँ। म 10औं कक्षामा थिएँ तब मलाई थाहा भयो कि हाम्रो सम्बन्ध मित्रताभन्दा केही स्टेप माथिको छ। तब मैले उसलाई मन पराउन थालेको थिएँ। थाहा छैन किन, तर अचानक उसलाई देख्दा म शर्माउने गर्थेँ अनि पेटमा गुदगुदी भएको महसुस हुन्थ्यो। कुनै खेल खेल्दा होस् या पढाइको क्रममा हाम्रो हात ठोकिँदा मलाई एकदमै राम्रो लाग्ने गर्थ्यो। म सकेसम्म धेरैभन्दा धेरै समय उनीसँग नै बिताउने गर्थेँ अनि कुनै न कुनै बहानामा उसँग नजिक हुन खोज्थेँ। मैले उसको पहिले भन्दा धेरै ख्याल राख्न थालेको थिएँ। साथसाथै आफ्नो पनि पटक पटक एनामा आफूलाई हेर्नु, कपाल मिलाउनु, सुन्दर लुगा अनि उसले मनपर्ने रङ लगाउने गर्थे। जब जब म ठुलो हुँदै थिएँ त्यसरी नै उसप्रति मेरो माया बढ्दै गइरहेको थियो। हाम्रो साथ आज पनि उस्तै थियो। कुनै तेस्रो व्यक्तिको लागि कुनै ठाउँ नै थिएन। अब हामी 12औं कक्षामा आइपुगिसकेका थियौँ। यो भ्यालेन्टाइन डेको छेउछाउको कुरा थियो। त्यति बेला आजको जस्तो यति धेरै हल्ला थिएन। आमा बुवाले आफ्ना बच्चाहरूलाई शङ्का नगरी बाहिर घुम्न जान दिन्थे। हामी दुवैजना पनि घुम्न निस्किएका थियौँ। प्रेमीको रूपमा होइन, साथीको रूपमा। चारैतिर प्रेम जोडीहरूको बजार जस्तै थियो। कोही पार्कमा धेरै नजिक बसेर गफ गरिरहेका थिए भने कोही एकअर्काको लागि उपहार किनिरहेका थिए, कोही हात समाएर हिँडिरहेका थिए। म यो सबै देखेर खुसी भएको थिएँ। तब अचानक मेरो सामनेमा एकजना गुलाबको फुल लिएर आउँछिन् अनि उसले त्यो गुलाबको फुल मलाई दिँदै भन्छन्, यो ल्याऊ, ह्याप्पी भ्यालेन्टाइन डे। मलाई लाग्यो कि सबै प्रेम गर्नेहरूले एकअर्कालाई गुलाबको फुल दिन्छन्। तब तिम्रो लागि पनि त हुनु पर्यो नि, होइन र? आखिर जब हामी एकअर्कालाई जति माया गर्दछौँ त्यति अरू कसैले पनि गर्न सक्दैनन्। हे, अचम्म नमान, तिमी त मेरो मायालु हौ। यति भन्दै उसले मलाई आँखा झिम्क्याउँछिन्। मैले लाज मान्दै नजर तल गर्छु। के उसको मनमा पनि मेरो लागि त्यही फिलिङ्स छ जुन मेरो मनमा छ? म सोच्दै सोच्दै घर आइपुग्छु। मैले त्यो गुलाबको फुललाई मेरो दराजमा राख्छु। मेरो पहिलो गुलाबको फुल, त्यो पनि उसले दिएको, जसलाई म माया गर्छु। दिनहरू बितिरहेका थिए अनि मेरो प्रेम पनि दिनानुदिन बढ्दै गइरहेको थियो। म उसलाई पहिले भन्दा धेरै माया गर्न थालेको थिएँ, तर मैले उसलाई भन्न सकिरहेकै थिइनँ।
मलाई डर थियो कि उसले कस्तो प्रतिक्रिया दिनेछिन् भनेर। यदि उसले अस्वीकार गरिदियो भने, उसले मित्रता तोडिदियो भने। भनिन्छ नि, डर एउटा त्यस्तो चिज हुन् जसले हामीलाई केही गर्नुभन्दा पहिले नै त्यसको दुष्परिणाम देखाएर रोक्न खोज्दछन्। यहाँ पनि त्यस्तै भइरहेको थियो। मेरो एकतर्फी प्रेम झन्झन फक्रिँदै गइरहेको थियो। मेरो यो स्कुले प्रेम अब कलेजसम्म पुगिसकेको थियो। यस वर्ष मैले आफ्नो मनको भावना उसलाई बताउने निर्णय गर्छु। त्यो भ्यालेन्टाइन डेको समय थियो। मेरो आमा बुवालाई कुनै आफन्तको विवाहमा जानु थियो, तर मलाई जान मन लागिरहेको थिएन। त्यसैले मैले अस्वीकार गरिदिएँ। तर भगवानको कृपाले उहाँले मेरो कुरालाई मानिदिनु भयो। मलाई राति एक्लै सुत्न नपरोस् भनेर मेरो साथीलाई मेरो हेरचाह गर्नको लागि घरमा मसँगै बस्न भनियो। तर मैले त्यो साथीलाई सुटुक्क उसलाई पनि बोलाएर ल्याऊ भने, किनभने उसको आमा बुवा पनि बिहेको निमन्त्रणामा बाहिर गएका थिए। उनी पनि घरमा एक्लै थिइन्। केही समयपछि उनी पनि आउँछिन्। हामीले सँगै खाना खायौँ, केही बेर टिभी हेऱ्यौँ, स्कुल र कलेजको बारेमा कुरा गऱ्यौँ र त्यसपछि हामी ओछ्यानमा गयौँ। आज हामी दुवैजना एउटै ओछ्यानमा सुत्दै थियौँ। यो दिन मेरो लागि निकै विशेष थियो। ढल्किने बित्तिकै ऊ निदै हालिन्, तर मेरो निन्द्रा मेरो आँखाबाट कोसो दूर टाढा थियो। म बस उसलाई हेरिरहेको थिएँ। थाहा छैन त्यो रात मलाई के भयो। मैले आफू स्वयंलाई रोक्न सकिरहेको थिएन। उसलाई हेर्दा हेर्दै मैले उसको ओठमा किस गरेँ। सायद उसले थाहा पाएनन् क्यारे, केही प्रतिक्रिया दिएनन्। मन डराउँदै थियो। त्यसपछि एकापट्टि पल्टिएर म सुतेँ। मेरो ओठले उसको ओठलाई छोएको यो पहिलो अनुभूति धेरै नै सुन्दर थियो। यही सुन्दर अनुभूतिसँगै म निदाउँछु। मेरो आँखा बिहान उनीभन्दा अगाडि नै खुल्छ। अब मनको भावनाहरू मनमा राख्नु निकै कठिन भइसकेको थियो। त्यसैले मैले एउटा पत्र लेखेर त्यही ओछ्यानको छेउमा राखेर नजिकैको बगैँचामा घुम्न जान्छु। ती कुरा त मैले गरेँ, तर इमान्दारीपूर्वक भन्नुपर्दा मलाई अझ पनि डर लागिरहेको थियो। उसको नयाँ भन्दा पनि ठुलो हाम्रो मित्रता गुम्ने डरले। केही समयपछि म त्यहाँ पुग्दा उनी घर गइसकेकी रहेछन्, किनभने उनी घरमा थिएनन्। मलाई जे कुराको डर थियो त्यही भयो। उनी रिसाएर गइन्। यो कुरा सोच्ने बित्तिकै मेरो आँखामा आँसु आउँछ। म कोठामा गएर रुन थाल्छु। अनि मैले ओछ्यानमा राखेको चिठी उठाएर त्यसलाई छातीमा राखेर गुवाँगो रुन थाल्छु। अनि आँसुले भरेको यी आँखाले आफैले लेखेको त्यो पत्रलाई फेरि पढ्न थाल्छु। पत्रको अन्त्यमा उनले लेखेकी रहेछन्, म पनि तिमीलाई धेरै माया गर्छु भनेर। मेरो आँखा हेरेको हेरे हुन्छ। यो कुराले मन यति खुसी हुन्छ कि म उनको घर दौडेर जान्छु र उनलाई अँगालो हाल्छु। हामीले पहिलो पटक एकअर्कालाई साथीको रूपमा होइन, एक प्रेमीको रूपमा हेरौँ। आजबाट हामी दुवैजना मित्रताभन्दा बाहिर निस्किएर प्रेमको बाटोमा हिँड्न थाल्यौँ। त्यो पहिलो भ्यालेन्टाइन डे थियो जुन हामी दुवैजनाले प्रेमका साथ बिताएका थियौँ। फुल, टेडी बियर, चकलेट, बाचा कसम, हग र चुम्बन यी सबै हामीले गर्यौँ। जुन मित्रताबाट हामी प्रेमसम्म पुग्यौँ। यो सुन्दर सम्बन्धलाई हामी धेरै खुसीका साथ बाँचिरहेका थियौँ। इमान्दारीपूर्वक भन्नुपर्दा यो सबैभन्दा ठुलो सुकुन थियो कि हामी दुवैजना मिल्ने साथी भएकाले कसैले पनि हामीलाई शङ्का गर्न सक्दैनथ्यो। हामी सँगै कलेज जान्थ्यौँ र फर्कन्थ्यौँ। कहिले एकअर्काको घरमा जान्थ्यौँ, सँगै समय बिताउँथ्यौँ। कहिले आमा बुवाको नजर छलेर एकअर्काको हात समाउने गर्थ्यौँ। कहिले चुम्बन गर्थ्यौँ। रातमा जब हामी एउटै कोठामा एउटै ओछ्यानमा सुत्थ्यौँ, तब हाम्रो फुलिरहेको प्रेमले हामीलाई प्राय खुसीको सातौँ लोकमा लैजान्थ्यो। कलेज सकिँदै थियो र हाम्रो परिवारले हाम्रो विवाहको बारेमा कुरा गर्न थालेका थिए। हामी दुवैजना यति छिटै विवाह गर्न चाहँदैनथ्यौँ। हामी केवल सँगै रहन चाहन्थ्यौँ। हामी एकअर्कालाई धेरै माया गर्थ्यौँ। हामी एकअर्कालाई पति पत्नीले जस्तै धेरै नै केयर गर्ने गर्थ्यौँ। हामी एकअर्कासँग लडाइँ झगडा गर्थ्यौँ, पति पत्नी जस्तै धेरै नै केयर गर्ने गर्थ्यौँ। हामी एकअर्कासँग लडाइँ झगडा गर्थ्यौँ जस्तै पति पत्नीले गर्छन्। हामीले एकअर्काको हरेक आवश्यकता पूरा गर्ने गर्थ्यौँ जस्तै जीवनसाथीले गर्छन्। तब किन हुन्छ हामीलाई अरू कसैको आवश्यकता? तर हामीलाई थाहा थियो कि हाम्रो परिवारलाई यो प्रेम बुझ्न गाह्रो हुनेछ। त्यसैले हामी दुवैजनाले घरबाट भाग्ने निर्णय गर्यौँ। हामी दुवैजनाले आफ्नो ठाउँ छोडेर अर्को सहरमा बस्न थाल्यौँ। यसरी हामी बसेको 4 वर्ष बितेछ।
हामी दुवैजना धेरै नै खुसी थियौँ। अहिले पनि उनी मेरो सामनेमा आनन्दसँग निधाइरहेकी छिन् र हाम्रो जीवनको यही शान्तिले यसलाई सुन्दर बनाएको छ। हाम्रो जीवनमा कमी छ केवल एउटा बच्चाको, र यो शून्यतालाई भर्नको लागि हामी यस भ्यालेन्टाइन डेमा हामी आफ्नो प्रेम बाँड्नको लागि एक नयाँ सदस्यलाई अनाथालयबाट आफ्नो घर ल्याउँदैछौँ। त्यसपछि हाम्रो यो परिवार पूर्ण हुनेछ। अन्तमा तपाईँ जसलाई माया गर्नुहुन्छ नि, उसलाई दिल खोलेर माया गर्नुहोस्। समाजको काम भनेको साङ्ग्रोले बाँधेर राख्नु, त्यसैले त्यसमा नफस्नुहोस्। आफ्नो प्रेम र आफ्नो पार्टनरलाई आफ्नो शक्ति बनाउनुहोस्। विश्वास गर्नुहोस्, प्रेमभन्दा ठुलो भावना यस संसारमा अरू केही हुँदैन भनेर। र यो प्रेम लिङ्ग र जातभातमा पनि आधारित पनि हुँदैन, यो हृदयमा आधारित हुन्छ। प्रेमभन्दा ठुलो भावना यस संसारमा अरू केही हुँदैन, र प्रेम लिङ्ग र जातभातमा आधारित पनि हुँदैन, यो हृदयमा आधारित हुन्छ। मित्र, यो कथा तपाईँलाई कस्तो लाग्यो? राम्रो लागे लाइक कमेन्ट गर्नुका साथै सेयर पनि गरिदिनुहोला। आजको बसाइमा यति नै। अर्को बसाइमा तपाईँ र मेरो भेट पक्कै हुनेछ। तपाईँको बाँकी पल शुभ रहोस्। हस्त नमस्कार।